सो हे गाइज गुड मर्निङ अनि दिस इज किरपेस अनि आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज बिहान अलिक ढिला उठेँ 9 बजीतिर अनि फ्रेस भएर अहिले एकदम बसिरहेको छु। अनि खाना रेडी भइसक्यो, खाना खान्छु, त्यसपछि काम गर्नु छ, होमवर्क गर्नु छ, त्यो गर्छु। अनि हिजो चाहिँ ब्लग अपलोड गर्न पाएन, आइ एम सो सरी। हामीहरूले जस्ट खाना खाइवरी अनि जस्ट म अहिले चाहिँ कफी बनाउँदैछु। लेट मी सो यु है, लाइक कस्तो भन्दाखेरि म पहिला इन्स्ट्यान्ट कफी खान्थेँ अनि आजभोलि चाहिँ मैले यो मन्जरी कफी चाहिँ मगाएको छु। सो दिस इज द मन्जरी कफी। एकदमै राम्रो लाग्यो मलाई यो कफी चाहिँ। एन्ड या एकदमै कम चल्दो रहेछ, यो प्याकेट सानो छ। अनि त्यसपछि मैले त्यो मोका पट पनि मगाएको थिएँ। सो मोका पटमा खाँदाखेरि चाहिँ कफी एकदमै छिटो सकिँदो रहेछ होइन। यो चाहिँ लाइक मैले पहिला खाँदाखेरि चाहिँ 1300 को त्यो ठुलो डब्बा किन्थेँ म। अनि त्यो ठुलो डब्बा चाहिँ लगभग 1 महिना जति मलाई मजाले चल्थ्यो, किनकि त्यो इन्स्ट्यान्ट कफी चाहिँ 1 चम्मचले इनफ हुन्थ्यो क्या, यस्तो खतरा तितो हुन्छ नि त। अनि त्यसपछि यो कफी मगाइसकेपछि चाहिँ मैले दिनको 2-3 टाइम खाना थालिसकेँ फेरि। अनि त्यसपछि यो खाना थालिसकेपछि त्यो चाहिँ खान सकिँदैन, यस्तो बवाल बन्छ नि यो कफी चाहिँ। लाइक यदि कसैले पनि इन्स्ट्यान्ट कफी खान्छ भने कफीको मजा लिनु पाएन केटा तिमीहरूले। लेमेसो अब मैले कसरी चाहिँ बनाउँछु है, मसँग धेरै केही पनि सामानहरू छैन, जस्ट कफी मगाएको छु। यदि तपाईँले पनि यो कफी मात्र मगाएर स्टार्ट गर्न चाहनुहुन्छ भने जस्ट गो, एकदमै मिठो हुन्छ है त। लेट मी सो यु कसरी बनाउने भनेर। यो चाहिँ मसँग ऊ छ है, यो चाहिँ म आफ्नो टेबलमा बनाउँदैछु राइट नाउ। एकदम मेस छ, डोन्ट माइन्ड द्याट। मैले भर्खर एउटा कपमा चाहिँ बनाएँ हो। अनि लेट मी टेस्ट अझ फेरि। सो यो कफी हाल्ने, अब तपाईँको प्रिफरेन्स कति हुन्छ त्यो अनुसार कफी हालिसकेपछि छन्नी अनि एउटा टिस्यु लिने। मैले चाहिँ टुलिपको यो नर्मल टिस्यु लिइरहेको छु, हात साथ पुस्ने होला। अनि त्यसपछि त्यसमा थोरै 1 चम्मच 2 चम्मच जति कफी हालेर माथिबाट यस्तै पानीलाई पावर गरिदिने क्या, नर्मली है त। यसरी पावर गरिदियो भने यो कफी आफै ब्रिउ हुँदै गर्छ तल। अनि त्यसपछि यसरी झर्छ, म तल कसरी झर्छ त्यो पनि देखाउँछु है त। सो यो आफै यसरी झर्छ अनि यस्तो बवाल फ्लेभर आउँछ नि। त्यो हाम्रो इन्स्ट्यान्ट कफी खाने मान्छेहरूलाई चाहिँ लाइक आई डोन्ट नो भरि यस्तो लाइक क्रेजी टेस्ट आउँछ क्या, क्रेजी। लाइक आई कान्ट एक्सप्लेन कति मिठो हुन्छ भनेर। सो अलिक पैसा चाहिँ धेरै छिटो खर्च हुन्छ। सो यस, यो चाहिँ हुन्छ बिकज आई डोन्ट अर्न मनी, आई एम डिपेन्डेन्ट अन माई फ्यामिली। सो कफी मिठो भए पनि पैसा चाहिँ धेरै लाग्छ। सो दिस इज द यो चाहिँ मन्जरीको कफी। एन्ड आई एम दिस इज नट प्रमोसन भिडियो केही पनि, जस्तो भिडियो बनाएको मैले यतिकै। गाइज अहिलेसम्म पढिरहेको छु, यो इकोको गरिरहेको छु, इकोनोमिक्सको अर्थशास्त्र, अनि इङ्ग्लिसको गरेर भ्याएँ। अनि अब चाहिँ नास्ता खान्छु एकछिनमा। अहिले नास्ता खान्छु, अझ एकछिनमा लेखिसकेपछि ब्लग पोस्ट गर्छु। सो गाइज बेलुकाको खानापिना खाएर अनि म गर्दैछु अहिले मेरो फेसबुक च्यानल, इन्स्टा च्यानल, टिकटक च्यानल ओपन। अनि अबदेखि चाहिँ हजुरहरूले युट्युबको ब्लग, फेसबुक, इन्स्टा, टिकटक सबैमा हेर्न पाउनुहुन्छ। सो तपाईँहरू पनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ गाइस।